मेरो घाँस काट्नुको जर्नी सुरु भएन अब कहाँ भाइ र म के जाने भाइ भन्दा नि मेरो भतिजो क्या दाजुको छोरा दाजुको छोरा म चाहिँ अब भाइले चाहिँ अब यो पगा लाउँछ होइन भाडा कहाँ लाउनेलाई ए पाहाडमा यति 2 माउ 1 माउ भैँसी होइन 2टा पाडा त्यस्तै छ अनि बाख्रा 18वटा छ गाउँ चाहिँ होस् राम्रो हुन्छ हो यता पनि हरियाली उता पनि हरियाली पाहाडै पाहाड म तपाईँहरूलाई हाम्रो मूल घर पनि देखाइदिन्छु मूल घर चाहिँ भत्किसक्यो होइन अब त्यहाँ चाहिँ अनि यहाँ चाहिँ दादाले घर बनाउनु भएको क्या हाम्रो बाबा जन्मेको घर चाहिँ तल मूल घर हो क्या अनि मूल घर चाहिँ भत्किसक्यो होइन अनि यहाँ चाहिँ दादाले बनाइकन बसेको अनि यहाँदेखि त्यो माथिदेखि तल खोला जहाँ खोला देख्नु सक्नुहुन्छ त्यो खोलासम्म सबै हाम्रो जग्गा बाउको दिमाग थिएन नि त दिमाग भएको भए यतिखेर के हुन्थ्यो दिमाग नहुने जग्गामा लाग्यो क्या मेरो बाबाले हुने जग्गामा लाग्यो भाइ क्या राम्रो हुन्थ्यो है नि भतेज धन्दा नि हाम्रो दाइ कहाँबाट दिमाग टार निस्किनु भएछ मेरो माइला दाइको त दिमागै छैन नि त माइला दाइ इन्डियामै बस्यो होइन इन्डियामै बिहे गर्यो अनि अब छोरोलाई पनि पढाउनु त्यही भन्दा पनि मान्दैन अब के गराउँछ अब हाम्रो चाहिँ पाहाडमा घाँस काट्ने चाहिँ आफ्नै बारीमा जानुपर्छ त्यसो सहरकोतिर त्यो हुन्छ नि अरूको बारीमा जाने घाँस काट्ने त्यस्तो हुँदैन क्या यहाँ चाहिँ पुरै तलसम्म उहाँ तल्लो जहाँसम्म जग्गा देख्नु सक्नुहुन्छ नि यो रोड कटेर पनि हो त्यो तलसम्म चाहिँ हाम्रो घर हो किन यो हाम्रो जग्गा अनि यो जग्गा छ नि अनि यहाँदेखि तल जहाँसम्म देख्नु सक्नुहुन्छ नि त्यो सबै हाम्रो क्या तलसम्म नै अनि बाबाले दिमाग पुरा गयो त्यतिखेर केदेखि के हुन्थ्यो बाबाले दिमागै पुऱ्याएन होइन अनि त्यस्तै छ हजुर यता पनि यो जग्गा यता छ नि यो जुन उहाँ परैसम्म छ जग्गाको त छ नि हो हामी पनि जग्गाको त धनी नि अनि तर के गर्नु बाउले दिमाग पुऱ्याउनु सकेन यस्तो हुन्छ जग्गा अब म गर्नु सक्दिनँ दादा गर्नुहुन्छ अब यो लाली गुराँस फुलिरहेको छ त्यहाँ टिप्नुपर्छ अहिले आउँदाखेरि काका भतिज मिलिकन टिप्नुपर्छ यो चाहिँ हाम्रो हुन्छ नि काकाहरूको घर हो क्या काकाहरू भन्दा पनि काकाको छोराहरूको चाहिँ घर हो अनि काकाको छोरासँग चाहिँ दादा बाज्नु अरे त्यत्रो बोलचाल हुँदैन पनि हाम्रो अनि म झन् के चिन्ता गर्नु जान्थेँ र होइन चाहिँ आज 1 डे मेरो राम्रै जाँदैछ पाहाडको अघि भनिसकेको जान्छ यता हुन्छ नि यतातिर पुरै लाली गुराँस फुल्ने समय गएर अलिअलि मात्रै छ क्या टिप्ने भनेर हिजो पनि गाडीमा बढ्दै गएको थिएँ तल एउटा लाली गुराँस रहेछ होइन त्यो लाली एउटा 2टा भन्दा धेरै छ नि तल म एकछिनमा टिप्नुपर्छ काका भतेज मिलिकन सुरुमा चाहिँ घाँस काट्नु न त दाइले हाम्रो हालत पाल्दिन्छ फेरि मेरो दाइ डेन्जर हुन्छ नि रिस उठ्यो भने त फेरि देख्दैन बाबालाई त कुर्दिनुहुन्छ अब हामी चाहिँ घाँस काट्ने ठाउँसम्म आउनु आँटिसक्यौँ होइन अनि घाँस काट्दाखेरि एकछिन चाहिँ नदेखाउँ मजा हाम्रो दाजु एक्लिएर घाँस काट्दै रहेछन् हामी 2जना चाहिँ टिङ लगेर त्यहाँ आउँछु नि एकछिनमा त्यहाँ जानुपर्छ ल कान्छ हामी गएर हेरेर आउनुपर्छ बाटो चाहिँ यस्तो छ है बाटो यस्तो छ एकचोटि लड्यो सिधै घर गयो पानी पऱ्यो भन्दा नि झन् कस्तो हुन्छ नि होइन पानी पऱ्यो भन्दा यहाँ मरिहालिन्छ नि है हाम्रो त एक्लै घाँस काट्दैछन् यहाँ चाहिँ यहाँ घाँस काट्ने जग्गा चाहिँ यहाँ घाँस काट्ने जग्गा चाहिँ अनि घाँस छ
मेरो दादा एक्लै घाँस काट्नु हुँदैछ हजुर यति छिटो काट्छ यति अब म चाहिँ घाँस काटेर घरतिर लागेको होइन भतिजोमा चाहिँ दाजु चाहिँ उता बाख्रालाई घाँस काट्नु जानुभयो क्या हजुर के भन्नुभयो मेरो भतिज हेर न यतिखेर यत्रो भारी बोक्रिन्छ हेर वा है मेरो भतिज यतिखेर त नि दाइले हामीलाई कुटी कुटी भरेतिर ल ल हामी बाख्रा चलाएर कति बजी आइपुग्छौँ त्यतिखेर आइकन 5 साढे 5सम्म अँधेर हुँदैन नि आएर टिपटप भर्नुपर्छ गुराँसको फुल टिप्ने चल्छ है आफ्नै बारीमा त हुने होइन आरी चाहिँ कसको बारीमा छ अर्काको के हाम्रै हो ए हाम्रै भयो त जहाँ अर्कोबाट दुइटै बारी किन हुने आफ्नो बारीमा हुनु पनि त धेरै फाइदा छ नि त हौ यत्तिकै हामीहरू यहाँदेखि चढ्छौँ होइन घर पुगेपछि के एकछिनमा दादाले आउनु दिनुहुन्छ यतातिर दिँदैन होला हो तिमी त बिहेमा जाने होइन कान्छा बिहेमा जानु नजाने तिमी बिहे है मजा आउँछ है पाहाडतिर बस्न भाइ यति हुनुपर्छ नि त है मल ढिरो भनेको चाहिँ के हो मलाई नै थाहा छैन हौ मल ढिरो तराईमा बसेकोले होला है मेहनती छन् क्या मेरो दाइ अनि कडा छन् अनि काम गरेन भने आमा उडी उडी हान्छन् नि हौ म अब जे कुरा नि जिती गर्ने नि त अनि बब्बाल कुट्यो भने यो पनि चाहियो त्यो पनि चाहियो भन्दा अनि त्यस्तो भनेपछि कुटा खाने चाहिँ नखाने चाहिँ को हुन्छ र होइन अब यस्तै यस्तै पाहाडतिर भनेको यस्तै झन् कामला कामला अयो मेरो भतिजले चाहिँ चराको बच्चालाई केही देख्दैन रहेछ अयो घर आइपुग्नु आँट्यो होइन अब चाहिँ त्यत्रो मकै पनि गोड्ने बेला भएछ अब त कान्छा गोड्नुपर्छ अब हामी घर आइपुग्नु आँट्यौँ होइन घर आइपुगेपछि कान्छाले चाहिँ यिनीहरू थन्काउँछ घाँसहरू अनि हामीहरू अब हामी चाहिँ घर आइपुग्नु आँट्यौँ क्या त्यो सल्लाहको पत्र भएकोमा राख्ने होइन कान्छा कहाँ राख्ने मेरो चाहिँ आइपुग्यो आइपुग्यो कता ए यो यो हामी यहाँ राख्ने होइन ए यो तिमी चाहिँ कहाँ राख्ने खनेर ल्याउनु कि यो टोको आइपुग्यो घर म भैँसीसँग नि रिपेयर गरेँ यो चाहिँ हाम्रो घरको माउ भैँसी होइन चिन्दैन कि मलाई माउले त यो सानो त थियो अनि यो चाहिँ यसको बच्चा कस्तो डराउँछ कि फेरि म अन्त अर्को पनि बच्चा छ अर्को बच्चा चाहिँ ठुलो छ क्या अनि त्यो चाहिँ हल्का हत्ती नै डराउने छैन अनि अब यस्तै हो अलिअलि पाहाडमा आइएपछि अब ल पाहाडमा यसो दाले सघाउनै पऱ्यो नि अनि सघाएर चाहिँ नि यत्तिको सघाउनु पऱ्यो होइन अनि अब भोलि कान्छीको भात खिलाइ दाजुको छोरा मेरो पनि छोरा होइन ए छोरी दाजुको छोरी मेरो पनि छोरी अनि त्यहाँ तयारी गर्नुको लागि आएको 1 हप्ता जस्तो बसेर जान्छु अनि चाहिँ घर गएपछि त त्यही त कसरी दिन बिताउनु होला
हाम्रो बाख्रा पनि छ क्या बाख्रा चाहिँ 18वटा छ होइन कहाँ राख्ने यो त्यहाँ होइन कहाँ राख्ने बाख्रा है यति छ बाख्रा चाहिँ बाख्रा 18वटा छ नि त हौ 18वटा बाख्रा त तिमी एक्लै हेर्छौ नि भतिस बाख्रा बाख्रा भैँसी एक्लै हेर्छ 18वटा बाख्रा 3वटा भैँसी होइन आज एउटा काट्ने होइन एउटा काट्ने टक्क टक्कसँग है